आदरणीय दर्शकवृन्द, आजदेखि हामीले हाम्रो कार्यक्रममा समाचार सेवालाई पनि समावेश गराएका छौँ र अब प्रस्तुत छ समाचार। म त फेरि पनि भन्छु आफूलाई लागेको कुरा, किन म चाहन्छु मेरो पार्टीको अध्यक्ष प्रधानमन्त्री हुन्छ, मेरो दलको नेता प्रधानमन्त्री हुन्छ, उहाँ सफल बन्नुहोस्। त्यस अर्थमा यही ढङ्गको गति र यही खालको क्याबिनेटले चाहिँ उहाँले अपेक्षित परिणाम दिन सक्नुहुन्छ। यो विषयको बहस नेकपा एमालेको पार्टी बैठकमा पनि भयो। रघुजी पन्त शिक्षा मन्त्री नियुक्ति भएको बारेमा एक छोटो विश्लेषण गरौँ। नेपालको वर्तमान राजनीतिक परिदृश्यमा रघुजी पन्तको शिक्षा मन्त्रीको रूपमा नियुक्ति अत्यन्त महत्त्वपूर्ण एवं गम्भीर विश्लेषणको विषय बनेको छ। विशेष गरी यो नियुक्ति प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष सिफारिसमा भएको हुनाले यसले थप राजनीतिक अर्थ र महत्त्व बोकेको देखिन्छ। यस विश्लेषणमा पन्तको राजनीतिक पृष्ठभूमि, शिक्षा क्षेत्रसँगको सम्बन्ध र यस नियुक्तिले प्रतिबिम्बित गर्ने राजनीतिक रणनीतिबारे विस्तृत चर्चा गरिएको छ। रघुजी पन्तको राजनीतिक यात्रा निकै रोचक र बहुआयामिक छ। मूलतः पेशागत पत्रकारिताबाट आफ्नो कार्यजीवन सुरु गरेका पन्तले नेपाली मिडिया क्षेत्रमा लामो समयसम्म रिपोर्टिङको अनुभव सञ्चय गरे। उनको पत्रकारिताको यात्राले उनलाई राष्ट्रिय राजनीतिको निकट ल्यायो, जसको परिणामस्वरूप उनी नेकपा एमालेको प्रेस सल्लाहकारको भूमिकामा नियुक्त भए। यसबाट उनले औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका हुन्। मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाफेरि उनको प्रेस सल्लाहकारको भूमिकामा रघुजी पन्त थिए। पन्तको राजनीतिक यात्रालाई यसरी विभाजन गर्न सकिन्छ। 2045 देखि 2058 सालसम्म पत्रकारिता कार्यकाल, समाचार सङ्कलन, विश्लेषण र प्रस्तुतिकरणमा विशेषज्ञता हासिल गरेका हुन् पन्तले। 2058 सालदेखि 2061 सालसम्म उनी राजनैतिक प्रेस सल्लाहकारका रूपमा नेकपा एमालेको प्रेस विभागसँग सम्बद्ध रहे। 2061 सालदेखि 2062 सालसम्म मन्त्रीत्वको पहिलो अनुभव उनले गरेका हुन्। श्रम तथा यातायात मन्त्रीको रूपमा उनले सेवा दिए। 2062 सालदेखि 2077 सालसम्म पार्टीभित्र विभिन्न भूमिकाहरू उनले निर्वाह गरे। 2079 देखि हालसम्म प्रतिनिधि सभामा समानुपातिक प्रतिनिधित्व उनले गरिराखेका छन् र 2081 देखि रिसेन्टली शिक्षा मन्त्रीको वर्तमान जिम्मेवारी उनले पाएका हुन्। उनको यो विकासक्रमले देखाउँछ कि पन्त एक सक्रिय राजनीतिक कार्यकर्ता भन्दा बढी एक रणनीतिक सल्लाहकार र पार्टीभित्रको पोलिटिकल प्लेयरको रूपमा विकसित भएका छन्। उनले राजनैतिक विश्लेषण र रणनीति निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएका छन्, तर ग्राउन्ड रियालिटी हेर्ने हो भने राजनीतिक कार्यकर्ताको रूपमा भन्दा पनि नेतृत्वसँग नजिकको सम्बन्ध राखेर काम गर्ने व्यक्तिको रूपमा उनी चिनिन्छन्। माधव कुमार नेपाल एमालेमा हुँदाफेरि माधव कुमार नेपाल निकट थिए उनी भने नेपाल एमालेबाट बहिर्गमन हुँदाफेरि उनी केपी ओलीकै लिडरसिप अन्तर्गत बसेका नेता हुन्। हाल रघुजी पन्त प्रतिनिधि सभामा समानुपातिक प्रणाली अन्तर्गत निर्वाचित सांसद हुन्। यो तथ्य महत्त्वपूर्ण छ, किनभने समानुपातिक निर्वाचन प्रणालीमा मतदाताहरूले व्यक्तिलाई होइन पार्टीलाई मत दिन्छन्। पार्टीले भित्री समीकरणका आधारमा प्रतिनिधिहरू छनौट गर्छ र प्रत्यक्ष निर्वाचनभन्दा फरक यसमा जनताको प्रत्यक्ष अनुमोदन हुँदैन। पन्तको यो स्थितिले उनको जनसमर्थनको आधारलाई निकै सीमित बनाउँछ। प्रत्यक्ष निर्वाचित प्रतिनिधिहरूले जनताको स्पष्ट अनुमोदन पाएका हुन्छन्, जुन समानुपातिक प्रतिनिधिहरूमा अनुपस्थित हुन्छ। यसले पन्तको राजनीतिक वैधतालाई पार्टीभित्रको स्थान र नेतृत्वसँगको सम्बन्धमा बढी निर्भर बनाउँछ, न कि आम जनताको समर्थनमा। पन्तको राजनैतिक यात्रामा एक उल्लेखनीय विरोधाभास देखिन्छ। विगतमा उनी प्रधानमन्त्री केपी शर्मा ओलीका स्पष्ट आलोचकका रूपमा परिचित थिए। 2077 सालको नेकपा भित्रको विवादको समयमा पन्तले ओलीको एकलौटी शासन शैलीको खुलेआम आलोचना गरेका थिए।
पार्टीको स्थायी समिति बैठक बोलाउन उनले जोडदार माग राखेका थिए। ओलीमाथि संस्थागत निर्णयहरूलाई उपेक्षा गरेको आरोप उनले लगाएका हुन् र पार्टी एकतामा ओलीको अवरोधात्मक भूमिकाको आलोचना समेत उनले गरेका थिए। यस्तो पृष्ठभूमिमा हुँदै पनि ओली नेतृत्वले उनलाई शिक्षा मन्त्रालय जस्तो अत्यन्त संवेदनशील मन्त्रालयको जिम्मेवारी दिनु निकै अचम्मको कुरा देखिन्छ। यो निर्णय राजनीतिक रणनीतिको एक कुशल उदाहरण हो, जसले देखाउँछ कि केपी ओली आफ्ना आलोचकहरूलाई समेत आत्मसात गरेर पार्टीभित्रको विरोधलाई कमजोर पार्ने रणनीतिमा कसरी दक्ष छन्। यस नियुक्ति पछाडिको सम्भावित रणनीतिका कारणहरू के हुन् त भन्दा पार्टीभित्र ओली विरोधी गुटलाई कमजोर पार्ने, आलोचकलाई सरकारी जिम्मेवारी दिएर व्यस्त राख्ने नीति, आगामी पार्टी महाधिवेशनमा समर्थन सुनिश्चित गर्ने रणनीति र सार्वजनिक रूपमा उदार र समावेशिताको छवि निर्माण गर्ने प्रयास। अब रघुजी पन्तले मन्त्रालय सम्हालेको इतिहास के छ त भन्दा रघुजी पन्तसँग मन्त्रीको रूपमा पूर्व अनुभव छ, तर त्यो अनुभव निकै सीमित र अप्रभावकारी रहेको देखिन्छ। 61-62तिर उनी श्रम तथा यातायात मन्त्रीको रूपमा नियुक्ति भएका थिए। उनको त्यस बेलाको कार्यकालको विश्लेषण गर्दा के बुझिन्छ भने उनको कार्यकाल अत्यन्त छोटो र अस्थिर राजनीतिक अवस्थामा सीमित थियो। श्रम क्षेत्रमा कुनै उल्लेखनीय नीतिगत परिवर्तन वा सुधार उनीले गर्न सफल भएका थिएनन्। वैदेशिक रोजगारी, श्रमिक अधिकार र श्रम सुरक्षा जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा ठोस पहल भएको देखिँदैन। मन्त्रालयको नेतृत्वमा रणनीतिक दृष्टिकोणको अभाव थियो र अधिकांश समय प्रशासनिक कार्यमा सीमित, दीर्घकालीन नीति निर्माणमा योगदान समेत नपुर्याएको हामी देख्छौँ। उनको पूर्व मन्त्रित्व कालको यो अभिलेखले वर्तमान जिम्मेवारीको लागि उनको क्षमतामाथि प्रश्न उठाउँछ। श्रम मन्त्रालयमा प्रभावकारी नेतृत्व प्रदर्शन गर्न नसकेको व्यक्तिले शिक्षा जस्तो जटिल र चुनौतीपूर्ण क्षेत्रमा कसरी सफलता हासिल गर्न सक्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। रघुजी पन्तसँग शिक्षा क्षेत्र सम्बन्धी कुनै पनि प्रकारको पेशागत अनुभव वा विशेषज्ञता रहेको समेत देखिँदैन। यो तथ्य निकै महत्त्वपूर्ण छ, किनभने शिक्षाशास्त्र, शैक्षिक प्रशासन वा शैक्षिक नीति निर्माणमा विशेष अध्ययन गरेको उनको रेकर्ड छैन। शिक्षा क्षेत्रसँग सम्बन्धित अनुसन्धान, प्रकाशन वा एकाडेमिक योगदान पनि उनले दिएको देखिँदैन। न उनको कुनै पेशागत अनुभव छ, विद्यालय, विश्वविद्यालय वा शैक्षिक संस्थासँग कुनै सम्बद्धता समेत देखिँदैन। शिक्षा मन्त्रालय वा सम्बन्धित निकायमा पूर्व अनुभव समेत उहाँको छैन। शिक्षक सङ्घ सङ्गठन वा शैक्षिक समुदायसँग कुनै सक्रिय सम्बन्ध उहाँको देखिँदैन। नीतिगत दृष्टिकोणबाट हेर्ने हो भने शिक्षा सुधार सम्बन्धी कुनै स्पष्ट दृष्टिकोण समेत रघुजी पन्तले हालसम्म व्यक्त गरेको हामी देख्दैनौँ। पाठ्यक्रम सुधार, शिक्षक विकास वा शैक्षिक प्रणालीबारे सार्वजनिक अभिव्यक्ति समेत नदिएका पन्तले सङ्घीय संरचनामा शिक्षाको अधिकार बाँडफाँडबारे कुनै स्पष्ट धारणा समेत राखेका छैनन्। यो अनुभव र विशेषज्ञताको अभावले पन्तको शिक्षा मन्त्रीको रूपमा प्रभावकारिता र नीतिगत स्पष्टतामा गम्भीर चुनौतीहरू सिर्जना गर्दछ। शिक्षा क्षेत्र जटिल र प्राविधिक विशेषताहरू भएको क्षेत्र हो, जहाँ विषयवस्तुको गहन ज्ञान, क्षेत्रगत समस्याहरूको बुझाइ र विशेष पेशागत अनुभव आवश्यक पर्दछ। पन्तको राजनीतिक यात्रा र कार्यशैलीको विश्लेषण गर्दा एउटा स्पष्ट तस्बिर देखिन्छ। उनी मूलतः पार्टीभित्रको राजनीतिक खेलाडीको रूपमा अधिक सक्रिय रहेका छन्, नीति निर्माताको रूपमा होइन। यो भूमिकागत द्वन्द्व शिक्षा मन्त्रीको पदमा प्रमुख चुनौती बन्न सक्छ। उनको राजनैतिक प्रोफाइल अध्ययन गर्दा पार्टीभित्रको गुटगत राजनीतिमा उनको सक्रिय संलग्नता र निपुणता देखिन्छ। आन्तरिक शक्ति सङ्घर्षमा रणनीतिक स्थिति अपनाउन सक्ने क्षमता उनले प्रदर्शित गरेका छन्। पार्टी र नेतृत्वको हितमा रणनीतिक निर्णय लिन सक्ने योग्यता उनले देखाएका छन् भने पार्टीभित्रको समीकरण बुझेर सन्तुलन कायम गर्न सक्ने कौशल समेत उनले प्रस्तुत गरेका छन्। तर यसको विपरीत नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयनमा उनको कुनै उल्लेखनीय योगदान समेत देखिँदैन। राज्य संयन्त्रको सञ्चालन र प्रशासनिक नेतृत्वमा उनको अनुभवै छैन भन्दा पनि हुन्छ। क्षेत्रगत विशेषज्ञता र प्राविधिक दक्षताको अभाव रहेको छ भने जटिल मन्त्रालयको रणनीतिक नेतृत्व गर्ने उनलाई अनुभवै छैन।
यो द्वन्द्वात्मक स्थितिले शिक्षा मन्त्रालयको प्रभावकारी नेतृत्वमा अवरोध सिर्जना गर्न सक्छ, किनकि मन्त्रालयको सफल सञ्चालनका लागि राजनैतिक कौशलका साथसाथै उच्च स्तरको नीतिगत स्पष्टता, प्राविधिक दक्षता र क्षेत्रगत विशेषज्ञताको आवश्यकता पर्दछ। शिक्षा क्षेत्रमा विभिन्न सरोकारवालाहरू बीच प्रभावकारी संवाद र समन्वय अत्यन्त महत्त्वपूर्ण हुन्छ। विशेष गरी शिक्षक सङ्घ सङ्गठन, विद्यार्थी सङ्गठन, अभिभावक समुदाय, शैक्षिक विज्ञ र प्रशासकहरू बीच सामञ्जस्य स्थापना गर्नु शिक्षा मन्त्रीको महत्त्वपूर्ण जिम्मेवारी हो। तर पन्तको विगतको कार्यशैली र अनुभवको विश्लेषण गर्दा उनले संवादकर्ता वा मध्यस्थकर्ताको रूपमा भन्दा रणनीतिक संयोजकको रूपमा बढी काम गरेको देखिन्छ। विभिन्न पक्षहरूको चासो र सरोकारलाई सम्बोधन गरेर समझदारी निर्माण गर्ने भूमिका उनले निभाएको अभिलेखै छैन। द्वन्द्व समाधानकर्ताको रूपमा कुनै उल्लेखनीय सफलता हासिल गरेको देखिँदैन भने निजले बृहत शैक्षिक समुदायका विभिन्न पक्षहरूसँग संवाद र सहकार्य गरेको इतिहासै छैन। शिक्षा क्षेत्रमा अहिले धेरै चुनौतीहरू छन्, जस्तै शिक्षक आन्दोलन र मागहरू यति चर्किरहेको छ। विद्यालय समायोजन र शिक्षक व्यवस्थापनको चुनौती छ। सङ्घीय ढाँचामा शिक्षाको अधिकार बाँडफाँड हुन सकेको छैन। निजी र सार्वजनिक शिक्षा बीचको अन्तर अझै पनि सुल्झिन सकेको छैन। यी जटिल मुद्दाहरूको समाधानका लागि उच्च स्तरको संवाद, समझदारी र सहकार्यको आवश्यकता पर्दछ। पन्तको विगतको कार्यशैलीले उनमा यस्तो क्षमता रहेको स्पष्ट सङ्केत दिँदैन, जुन शिक्षा मन्त्रालयको प्रभावकारी नेतृत्वको लागि एक गम्भीर चुनौती हुन सक्छ। रघुजी पन्तको शिक्षा मन्त्रीमा नियुक्तिले नेपालको मन्त्री परिषद गठनमा रहेको एउटा महत्त्वपूर्ण विडम्बनालाई उजागर गरेको छ। यस नियुक्तिले के सङ्केत गर्दछ त भन्दा योग्यताभन्दा राजनीतिक समीकरणको प्राथमिकता सरकारले दिन्छ। क्षेत्रगत विशेषज्ञता र अनुभव भन्दा पार्टीभित्रको समीकरण र पहुँच महत्त्वपूर्ण मानिन्छ। सम्बन्धित क्षेत्रको अनुभव र ज्ञानलाई निरर्थक ठान्छ हाम्रो सरकारले। व्यावसायिक दक्षता भन्दा राजनीतिक विश्वसनीयता प्राथमिकतामा पर्छ। यसले के पनि देखाउँछ त भन्दा जवाबदेहिता र परिणाममुखी शासनको अभाव हाम्रो देशमा रहेको भन्ने देखाउँछ। कार्य सम्पादन र परिणाममुखी मापदण्ड भन्दा राजनैतिक निष्ठा महत्त्वपूर्ण मानिन्छ। क्षेत्रगत सुधार र प्रगति भन्दा शक्ति सन्तुलन प्राथमिकतामा पारेको देखिन्छ। मन्त्रालयको सफलता भन्दा राजनैतिक स्थिरताको सुनिश्चितता बढी महत्त्वपूर्ण ठानिएको देख्छौँ। रणनीतिक दृष्टिकोण र क्षेत्रगत विकासभन्दा अल्पकालीन राजनीतिक लाभलाई प्राथमिकता दिएको यसले प्रश्न पार्छ। क्षेत्रको विशेष आवश्यकताभन्दा राजनैतिक औचित्य महत्त्वपूर्ण मानिएको हामी पाउँछौँ। शैक्षिक सुधारको दीर्घकालीन योजनाभन्दा तत्कालीन राजनीतिक स्थिरतालाई प्राथमिकता दिएको यसले बुझाउँछ। तसर्थ पनि दीर्घकालीन योजना र दृष्टिकोणको कमी देख्छौँ हामी। यो प्रवृत्ति नेपालको मन्त्री परिषद गठनमा देखिने पुरानो समस्या हो, जुन पन्तको नियुक्तिले पुनः उजागर मात्र गरेको। यसले राज्य संयन्त्रको प्रभावकारिता र कार्यक्षमतामा गम्भीर प्रश्नहरू उठाउँछ, साथै शासन प्रणालीको परिपक्वतामाथि पनि यसले प्रश्न चिन्ह लगाउँछ। रघुजी पन्तको शिक्षा मन्त्री नियुक्तिका सम्भावित परिणामहरू विभिन्न आयामहरूमा विश्लेषण गर्न सकिन्छ। यसको आयाम सकारात्मक पनि छ र नकारात्मक पनि सम्भावनाहरू यसले बोकेको छ। रघुजी पन्तको अनुभव मन्त्रालय प्रशासनिक क्षेत्रमा, मन्त्रालयको क्षेत्रमा, गभर्नेन्सको क्षेत्रमा नभए तापनि राजनीतिक अनुभवको उनले उपयोग गर्न सक्छन्। पार्टीभित्रको राजनीतिक क्षमता र नेटवर्कलाई शिक्षा क्षेत्रको सुधारमा उनले परिचालन गर्न सक्छन्। पत्रकारिताको पृष्ठभूमिले शिक्षामा सार्वजनिक संवाद र जनचेतना बढाउन मद्दत गर्न सक्ने। किन भन्दा फेरि पत्रकारिताको पृष्ठभूमिको कारणले गर्दा उनको कम्युनिकेसन स्किलमा हामीले दोषारोपण गर्ने ठाउँ छैन। प्रधानमन्त्रीसँग नजिकको सम्बन्ध हुँदा मन्त्रालयका लागि आवश्यक स्रोत साधन समेत उनले जुटाउन सक्छन्। पत्रकारिताको पृष्ठभूमिलाई प्रभावकारी सञ्चार र संवादमा उपयोग उनले गर्न सक्छन्। विभिन्न सरोकारवालाहरूसँग समन्वय स्थापना गर्न राजनैतिक सम्बन्धको उपयोग समेत उनले गर्न सक्छन्। शिक्षा क्षेत्रका मुद्दाहरूलाई राष्ट्रिय बहसमा ल्याई प्राथमिकतामा राख्न सक्ने उनको अनुभव हामी देख्छौँ। त्यसैगरी क्षेत्र बाहिरका अनुभव र सोचले शिक्षा क्षेत्रमा नयाँ दृष्टिकोण ल्याउन सक्छ। परम्परागत शैक्षिक ढाँचाभन्दा बाहिर गएर उनको हेर्ने क्षमता समेत हामीले आङ्कलन गर्न सक्छौँ।
मिडिया र राजनीतिबाट सिकेका पाठहरूलाई शिक्षा क्षेत्रमा उनले प्रयोग गर्न सक्छन्। तर क्षेत्रगत ज्ञान र अनुभवको अभावले गर्दा शिक्षा क्षेत्रको नेतृत्वमा भने उनको कमजोरी हुन सक्ने अवस्था समेत आंकलन गर्न सकिन्छ। शिक्षा क्षेत्रमा विशेषज्ञताको अभावले गर्दा विषयगत निर्णयहरू अधुरा वा अव्यावहारिक हुन सक्ने खतरा छ। जटिल शैक्षिक नीतिहरूको कार्यान्वयनमा अप्ठ्यारो हुन सक्छ। विशेषज्ञ र क्षेत्रगत विज्ञहरूबाट सहयोग उनले प्राप्त नगर्न सक्छन्। सङ्घीय संरचना अनुसार अधिकार र दायित्वको स्पष्टता छैन। निजी तथा सार्वजनिक विद्यालयहरू बीचको असमानता छ। विद्यालयहरूको स्वायत्तता बनाम नियन्त्रणको बहस चलिरहेको अवस्था छ र शिक्षक विद्यार्थी र अभिभावक बीचको भरोसा सङ्कटमा पुग्न सक्ने अवस्था यसले ल्याउन सक्छ। यी सबै विषयहरू समाधान गर्न शिक्षा मन्त्रीले केवल रणनीतिक संयोजन मात्र होइन, गहिरो संवाद र सहकार्यका लागि आफूलाई प्रस्तुत गर्नुपर्ने हुन्छ। तर पन्तको विगतको कार्यशैली हेर्दा उनी संवादको भन्दा नियन्त्रणको पक्षमा बढी झुकेको देखिन्छ। यसले शिक्षा मन्त्रालयको नेतृत्वमा सहकार्य, समन्वय र विश्वास निर्माणका पक्षहरूमा ठूलो चुनौती खडा गर्छ। रघुजी पन्तको शिक्षा मन्त्री पदमा नियुक्ति एउटा गहिरो राजनैतिक रणनीतिको हिस्सा हो भन्ने प्रष्ट देखिन्छ। केपी ओलीले आफ्नो विगतका आलोचकलाई मन्त्रीमण्डलमा समावेश गरेर पार्टीभित्रको असन्तोषलाई कम गर्ने चातुर्य देखाएका छन्। तर यस रणनीतिको मूल्य शिक्षा क्षेत्रले चुकाउनुपर्ने खतरा बढेको छ। शिक्षा मन्त्रालय जस्तो गम्भीर र दीर्घकालीन सोच आवश्यक पर्ने क्षेत्रलाई राजनीतिक सन्तुलनको माध्यम बनाउनु गम्भीर त्रुटि साबित हुन सक्छ। पन्तसँग न त प्राविधिक अनुभव छ, न त शैक्षिक दृष्टिकोणमा स्पष्टता, न त संवादको सक्षमता। यदि उनी विगतका सीमितताको पुनरावृत्ति गर्छन् भने शिक्षा क्षेत्र अझै अस्तव्यस्त हुने खतरा छ। तर यदि उनले आफूभित्र परिवर्तन ल्याएर क्षेत्रीय विज्ञ, शिक्षक, विद्यार्थी र अभिभावकहरूसँग खुलेर संवाद सुरु गर्छन् भने सम्भावनाका ढोका पनि खोल्न सक्छन्। तर अहिलेका लागि यो नियुक्तिलाई शिक्षा सुधारको सुरुवात भन्नुभन्दा पनि पार्टीभित्रको सन्तुलनको प्रयोगशाला भन्नु बढी सान्दर्भिक देखिन्छ।